पद्मालीको साइडको खोलियामा छौँ। यो खोला हाम्रो सिमानाको यहाँदेखि उतापट्टि बरार क्षेत्रफल त्यताबाट अलि धेरै पुर्नुपर्छ है, अलिक गहिरो त अलिक गहिरो पुर्नुपर्छ ताकि आगो लाग्दाखेरि ताप्दैन। लगाएको भए अहिलेसम्म त अध्ययनै गरिरहेको कोसीको ठेक्का लगाउनु खोजेको त अहिलेसम्म अध्ययनै गरिरहेको है। 7 करोड पैसा छ। धन्यवाद छ। जय श्रमदान भनौँ एकचोटि, फेरि एकचोटि भनौँ जय श्रमदान। हेलो, वेलकम टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै। अहिले चाहिँ हामी यहाँ अरे श्रमदानमा जाँदैछौँ, श्रमदानमा जाँदैछौँ साथीहरू। अहिले चाहिँ हामी यहाँ भानुचोकमा आइपुगिसकेका छौँ फाइनल्ली, र भिडियो हेर्दै गर्नु होला है त साथीहरू। चोकमा आइपुगेको छौँ। अब हामी चाहिँ ल है साथीहरू, अब हामी चाहिँ यहाँ जाने बेला भइसकेको छ र पर हुनुहुन्छ सबैजना श्रमदाताहरू यता त्यता। श्रमदानतिर जाँदैछौँ अब चाहिँ। साथीहरू हामी चाहिँ यहाँ आइपुगेर मेयर साहबले केही सुझाव दिनुहुँदैछ। फाइनल्ली हेर्नु होला भिडियो। यदि कोही नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। सबैले कान खोलेर सुनौ, सबैले ध्यान दिनु, तकमन्नै बसौँ। बल्ल मेरो स्टेज आइपुगेछ भन्नु नमिले, तर ठिकै छ। यति त देखिराख्नु भएको होला, पुर्केछु नि त होइन, यति त देखिराख्नु भएको होला। जे होस् मै हो बोल्ने, हल्का साम्पा पछाडि बसेर देखेको छ, स्टेज पनि छैन पुर्के भएको कारणले। ल, सबैलाई धन्यवाद दिन चाहन्छु। हार्दिक स्वागत छ, हार्दिक सम्मान छ तपाईँहरू सम्पूर्ण श्रमदाताजीहरूलाई। 2 मिनट साइड टक नगर्नुहोला, ध्यान दिएर सुन्नुहोला। किनभने आज जुन ठाउँमा हामी श्रम गर्न आएका छौँ त्यहाँ जोखिमै जोखिम छ, जोखिमै जोखिम छ, फुल अफ रिस्क, जोखिमै जोखिम छ, खतराहरू छ। त्यसले गर्दा अरू बेलाको भन्दा, त्यो नारायण पथको भन्दा होइन, त्यो खोलामा जाली लाउँदै गरेको भन्दा आजको मेरो सेफ्टी ब्रिफिङ तपाईँहरूले कान खोलेर सुन्नु जरुरी छ है। कान खोलेर सुन्नु जरुरी छ। यस्तो गीत सुन्नुभयो अस्ति? कान खोलेर सुन्नु सबैजना। म त पुरानो, मैले नसुन्दा हुन्छ नभन्नु है, पुरानोले झन् धेरै सुन्नुपर्छ, नयाँले पनि सुन्नुपर्छ, पुरानोले त अझै धेरै। ध्यान दिनु, ध्यान दिनु। आज श्रम 12/2082 साल असार महिनाको 14 गते मलाई पुस्ता होइन। आज हामी धरान सत्रको खोलिया, पद्मालीको साइडको खोलियामा छौँ। यो खोला हाम्रो सिमाना हो, यहाँदेखि उतापट्टि बरार क्षेत्र पर्छ, त्यतापट्टि तल हामीहरूले धरानको सिमानामा छौँ। अब हामी यो डाँडै डाँडा जान्छौँ, डाँडै डाँडा जान्छौँ। अगुवाई गर्ने माकुमजीहरू हुनुहुन्छ, हात हल्लाउनु, हात हल्लाउनु। यस, उहाँहरू है खानेपानीको यो लाइनकोदेखि लिएर हरेक कुरा दुःख गर्ने हाम्रो माकुमजी है लगायतका चाहिँ टिम हुनुहुन्छ। उहाँ एक्लो चाहिँ हुनुहुन्न, फेरि अरूको नाम लिएन भने भरे फेसबुकमा नआओस् है। सबैजना त्यो नाम लिँदै गर्दा रात पर्छ नलिएको। माकुमजीको चाहिँ याद आएको, उहाँहरूले
ध्यान दिउँ है, राम्ररी ध्यान दिउँ है, भरे फेरि दुर्घटना नहोस्, केही नहोस् है। उहाँहरूले अगाडि बढाउनुहुन्छ हामीलाई, हामी बाटो उहाँहरूलाई जान्ने भएर कुद्दैनौँ, उहाँहरूलाई पछ्याउँदै जान्छ। रेलको अगाडिको डिब्बा हाम्रो माकुमजीको टिम, त्यसको पछाडिको डिब्बा हामी, इन्जिन उहाँहरू। सिधै हामी जान्छौँ माथि, निकै उकालो छ माथि, हस्याङ फस्याङ भनिन्छ, होइन। तर हाम्रो देश यस्तै छ, उकालो भएर हाम्रो डाँडा काँडा त्यहाँ जान्छौँ माथि। जाँदाखेरि यहाँको यो पानी आफै आउँदैन, होइन, पानी माथि आफै आउँदैन। अन्त पाइपमा पनि पानी छ, त्यो पनि निकालेर खानु त भ्याइन्छ, सकिन्छ। तर त्यो नभएर हाम्रो यहाँ बोकेको पानी नै हामी लगेर जान्छ। पानी बोक्दाखेरि एकजनाले चाहिँ कार्टन अनि अर्को चाहिँ हल्लिँदै जाँदैनौँ हामी, होइन। सबैले थोरैमा 2 बोतल 3 बोतल 4 बोतल कति सकिन्छ, होइन। अब लाठीहरू हुनुहुन्छ भने त 1 कार्टन 2 कार्टन काँधमा बोकेर जाँदाखेरि यसो पूजा पनि बढ्ने गरेर ट्राइसेप बनिरहेको, होइन, जिम जानु नपरिरहेको पनि हुनसक्छ। तर कोही पनि रित्तै जाँदैन, कोही पनि जाँदैन। हामी आज जहाँ जे श्रम गर्दैछौँ ध्यान दिउँ है, त्यो श्रमदान चाहिँ सजिलो छैन। सबैभन्दा गाह्रो श्रमदान आज हुनेवाला छ। खन्नु पर्ने, उकालो जानुपर्ने, माथि गएर खन्नु पर्ने, फेरि खन्नु पनि यसो सामान्य खनेर झारो टार्ने होइन नि, थोरैमा 2 फिट खन्नु पर्ने। अनि 2टा पाइप हाम्रो लडिराखेको छ त्यहाँ। बोका श्रमार्जना, खानेपानी श्रमार्जनाको 2टा पाइप। 1 नम्बर पाइप पोहोर ल्याइयो, त्यसपालि एउटा ल्याइयो, 2टा पाइप तल झार्नु पर्ने, झम्पलले लगाएर पुल्नु पर्ने छ फेरि ब्याकफिट। त्यसले गर्दा आज हामी धेरै दूरी ओगटेर काम गर्दैनौँ, तर जति गर्छौँ त्यो चाहिँ पर्मानेन्टली गर्नुपर्छ। म अगुवाई गर्ने साथीहरूलाई पनि के भन्न चाहन्छु, खनेर गयो अलिअलि यसो खन्दै होइन, त्यो फायरलेन बनाएको होइन। अब चाहिँ अन्डरग्राउन्ड गरेको, अब अर्को पाइप कोका खोलाबाट आउँदैन, त्यति हो। पोहोर हामीले किन नपुरेको भन्दा दोस्रो ल्याउनु पर्ने थियो नि त, होइन। एउटा पुरिहालेपछि त्यहीँ खन्दा त फेरि दुलो पर्छ भनेर नपुरेको पोहोर खनेको ठाउँतिर पनि हामी पुग्न सक्छौँ। अब यसपालि चाहिँ पुर्ने हो। किन पुर्नु पर्ने त पाइप भन्दाखेरि यतातिर चाहिँ हिउँदमा अब अहिले त पानी परिरहेछ, हरियो छ, रमाइलो छ, होइन। हिउँदमा खङ्ग्रङ्ग सुकेको हुन्छ, पात झरेको झरेकै, होइन। अफिसमा चाहिँ नि 1 बजीसम्म सेवाग्राहीको यसो लेखेर घुम्ने कुर्सीमा अलिकति घुमेर डेली आउनुपर्छ, म डेली आउनु पर्थ्यो, आइराखेको छु, देखिरहेको है। स्वर पत्ला स्वर नभए कतिले त बिचरा मलाई सहयोग गर्नुभएको छ यहाँ दाजुभाइ दिदीबहिनी, तर धेरैले सहयोग गरेको छैन। त्यो पत्कर झरेकै सोरेको छ। किन भन्दाखेरि त्यो पत्कर नसोर्दा चाहिँ आगो लगाइदिन्छ यता फटारले, अनि आगोले हाम्रो पाइप डढेर नष्ट। करोडौँ रुपियाँको प्रोपर्टी हो त्यो, है। थोरै पुरै होइन। संसारभरिबाट मान्छेहरूले सहयोग गर्नुभएको छ, त्यो सम्पत्ति हामीले जोगाउनु, है। यो एउटा विश्वकृति मानी प्रोजेक्ट पनि हो। यसमा हामीले सेल्फ भोलिन्टियरिजम भन्छ, श्रमदान अभियानमा हामीले विश्व रेकर्ड राखेको छ, यो गरेको देखेर, है। अब कस्तो ठाउँ हो, पहिलोचोटि आउने मान्छेहरूलाई यसरी थाहा भइहाल्छ, पुरानोहरू थाहा भइहाल्छ। राम्रो ध्यान दिउँ। सुनेन भने भरे छुट्छ है। मैले भनेको यो सबै शब्द तपाईँलाई आज थाहा पाउनुपर्छ। हामी जाँदाखेरि म त यता लाग्छु, म त उता लाग्छु होइन, जहिले पनि साथीसँग चेन भरै भरे जङ्गलमा कोही मान्छे नछुटोस् है, होइन। जङ्गलमा छुटेर रुँदै पत्रकार पनि हुँदै, है। जङ्गलमा कोही मान्छे नछुटोस्। कोसँग आएको हो तपाईँ, त्यो साथीसँग तपाईँ हुनुपर्छ, होइन। आउँदा चाहिँ 5 जना आइयो, होइन, भरे फर्किँदा चाहिँ 2 जना मात्रै फर्क्यो भने 3 जना त माथि जङ्गलमै हुनसक्छ। त्यसले गर्दाखेरि अब नारायण पथको ट्रेन भएको सफारी चढेर घर गयो, होइन। यहाँ त छैन सफारी, होइन। त्यसले गर्दाखेरि जहिले पनि चेनमा तपाईँ हामीले काम गर्न। औजारहरू पनि बोक्नुपर्छ। यहाँ ध्यान दिउँ है, सबैले ध्यान दिउँ। औजारहरू पनि बोक्नुपर्छ, है। झम्पल छ, गैँती छ, बेलचा छ, कोदालो छ, है। त्यो औजारहरू पनि बोकेर, पानी पनि बोकेर हामी अब यस्ता जान्छौँ। गाह्रो छ काम, होइन, गाह्रो छ।
भरे पानी पनि पर्न सक्छ फेरि मौसम यस्तो छ होइन के अरे सुन्नु है मोबाइल बोक्ने त्यहाँ चाउचाउ बाँड्नुहुन्छ होला कि के छ चाउचाउको खोलहरू भए पनि बोक्ने होइन मोबाइल चाहिँ नभिजोस् मोबाइल भिज्यो भने फेरि फेसबुक केमा चलाउनु टिकटक केमा बनाउनु है त्यसले गर्दाखेरि अर्को कुरा तपाईँहरूले सुनको गहना लिएर आउनुभएको लगाएर आउनुभएको छ भने होइन अब त्यो सुनको गहना मान्छेले लुटेर लान्छ भन्ने त होइन तर माथि त हामी झाडीझुडीमा जान्छौँ होइन हुन सक्छ पात पतिङ्गरले झाडी छ नि त माथि त सजिलो त छैन त्यसले गर्दाखेरि त्यो चाहिँ तपाईँले खोलेर अथवा सुरक्षित तरिकाले अब कसरी लाउनुहुन्छ त्यो चाहिँ मैले भन्दिनँ खोलेर कहीँ कतै होइन पर्समा पो बोक्ने हो पर्समा पो बोक्ने हो कतिको मोबाइल हरायो भन्ने पनि आउँछ होइन मोबाइलहरू अब सुरक्षित तरिकाले तपाईँले बोक्नुपर्छ नहराओस् भन्ने पनि काम चाहिँ गरियो भरे क्षति भयो होइन केही हरायो भने फाइदा राम्रो हुँदैन त्यसले गर्दा त्यो चिज हो अब हामी जान्छौँ यसरी जाँदा अहिले ढुङ्गा लड्ने सिजन त होइन तर जाँदाखेरि ढुङ्गा लड्न सक्छ अब भिड छ भिड भन्नाले पाखा छ होइन त्यस्तो भिड उता झन्डी भिड बाहुने भिड त होइन तर अलिअलि पाखा छ हिँड्दाखेरि माथिको मान्छेले ढुङ्गा नलडाउने लड्यो भने तल गएर साथीलाई लाग्न सक्छ है कहाँ टेक्दैछु भन्ने थाहा हुनु जरुरी छ हेल्थ प्रब्लम हुने मान्छे होइन कहिले काहीँ मैले देखेको छु मिर्गी कि के भन्दो रहेछ त्यस्तो समस्याहरू लागेको मान्छे छ भने तपाईँले यहीँ भन्नु है ल हेल्थ समस्या हुने मान्छे होइन हेल्थ समस्याहरू हुन्छ नि विभिन्न होइन दीर्घरोगी त्यस्तोहरू हुनुहुन्छ भने तपाईँहरू माथि मुटु रोगी यस्तो दीर्घरोगी हुनुहुन्छ भने तपाईँले यहीँ बस्नु आउनुभयो स्वागत छ है भरे माथि गएर फेरि होइन केही छैन हेलिकप्टर छ पछि त हेलिकप्टर पनि हाम्रो हुन्छ होला नेपालमा होइन आफै बनाउँछौँ पनि होला मेरो भिजनमा हिँड्यो भने चाहिँ हुन्छ पनि होला है होइन भन्दा उयो के को हेलिकप्टर आलु प्याज त हुन्छ आलु छैन यो चिज हो त्यसले गर्दाखेरि म सबैजनालाई मैले भनेका कुराहरू याद गरेर हामी आज काम गर्छौँ गर्नुपर्छ भन्ने आह्वान गर्न चाहन्छु दिदीबहिनीहरू जो चाहिँ असहज त भन्दिनँ जो दुनिउ चोलीमा आउनु भएको छ तपाईँहरू फेरि तर खतरा हो होइन हामीभन्दा खतरा हिँड्नुहुन्छ तर कोही कसैलाई असहज भयो भने त्यो मान्छेले पनि यतै बस्ने पो कि होइन साडी लाएर पनि आउनु भएको छ कोही छैन केही छैन है श्रमदान भनेको श्रृङ्गार नभएर सङ्घर्ष हो होइन सङ्घर्ष हो यो यहाँनिर हामी नक्कल झक्कल गरेर आउनुभन्दा पनि सङ्घर्ष गर्छौँ भन्ने चिज र हामीले एक दुईवटा औजारहरू लिएका छौँ त्यो नेतृत्व गर्ने साथीहरूलाई हामी दिन्छौँ जे औजार तपाईँलाई दिएको त्यो औजार भएर फिर्ता दिनुपर्छ पन्जाब आए तपाईँहरूलाई केही हामीले काट्ने केही खोर्साउने केही कुराहरू दिन्छौँ भने त्यो चाहिँ तपाईँहरूलाई फिर्ता दिनुपर्छ है त्यति त हामीलाई थाहा छ होइन जे कुरा हाम्रो होइन त्यो कुरा लानु हुँदैन है मैले यहाँ भनेको मिडिया मार्फत नेपाली समाजलाई भनेको जे कुरा हाम्रो होइन त्यो कुरा लानु हुँदैन तर यहाँ चाहिँ हाम्रो नेपाल बिग्रेको चाहिँ जे कुरा हाम्रो होइन त्यो चाहिँ सबै हाम्रो हो भन्ने खालको भएकोले गर्दाखेरि म त्यो भन्न चाहन्छु र आज हाम्रो अत्यन्तै थोरै काम हुन्छ राम्रो काम हुन्छ होइन हामी यही इलाकामा काम गर्छौँ खाना हाम्रो त्यहाँ पाक्छ भरे सक्छौँ झर्छौँ होइन कि खाना लिएर आउँछन् कि हाम्रो पूजा भएको भाइहरूले तर जिब्रो चाहिँ टाई जस्तो हुन्छ होला होइन उकालम त्यसै हिँड्नु त गाह्रो छ खाना बोकेर कहाँ यत्र जान मान्छेको लिएर भन्ने हुन्छ है त्यो चिज हो ठुलो परिवार छ भेट्दा भेट्दै ढिलो भएको होइन ढिलो भएको साथीहरू हामी चाहिँ अब श्रमतिर लाग्यो सबै
साथीहरू हामी चाहिँ यहाँ उकालो लाग्दैछौँ सबैजना कोही अगाडि कोही पछाडि हुनुहुन्छ फस्याङ फस्याङ हुँदै उकालोमा सबैले हातमा हात हतियार बोकेर जाँदैछौँ ल है सबैजना बिस्तारै आउनु होला साथीहरू हामी चाहिँ सबै थकित भएर बस्नुभएको छ त आउनु हुँदैछ सबै अब हामी चाहिँ यहाँदेखि लाग्यो यहाँ सब माथि हुनुहुन्छ साथीहरू हामी चाहिँ यहाँ आइसकेको छौँ त्यसले गर्दाखेरि पानी किनभने भरे काम गर्दैन पानी नै नभएर चाहिँ हुन्छ कि गर्मी त त्यस्तो छैन अब रुख छारी मुनि छौँ हामी अब यहाँ गर्नु काम गर्नु अब यो निकै अब होइन यो हामी चाहिँ यहाँ आइसकेको छौँ हुनुहुन्छ सबै अब चाहिँ यहाँ हाम्रो काम सुरु भइसकेको छ अब हामी चाहिँ यहाँ पुरै काममा लाग्नेछौँ होला यहाँ हुनुहुन्छ अगाडितिर हुनुहुन्छ सबै बाँडफाँड भएर काम गर्दैछौँ माथिबाट गरौँ कि हो त्यसरी अलि धेरै पुर्नुपर्छ है अलि गहिरो ल अलि गहिरो पुर्नुपर्छ ताकि आगो लाग्दाखेरि तातो चाहिँ हाम्रो नाला पुर्ने काम भइराखेको छ देख्नुहुन्छ कस्तो छ दादा राम्रो छ सुरु गरियो आजको हाम्रो यहाँ चाहिँ दाइहरूले पुरै जरा निकाल्ने काम गर्नुहुँदैछ यता सबैजना आफ्नो सुरमा काम गर्नुहुँदैछ सबै देख्न सक्नुहुन्छ यहाँ दाइले जरा काटिराख्नु भएको छ यो चाहिँ निकाल्ने प्राइस छ आफ्नो सबैजना डिपार्टमा छ आफ्नो कोही यहाँ बेलचा हान्नुहुँदैछ कोही घरतिर हुनुहुन्छ यहाँ चाहिँ दाइले यो जरा निकालिसक्नु भएको छ फाइनलले दाइ डरै जे होस् डरै हुनुहुन्छ हाम्रो चाहिँ यहाँ धमाधम हुँदैछ आज चाहिँ यहाँ नाला पुर्ने पुरै देख्न सक्नुहुन्छ परै लगाइने छ यता अहिले चाहिँ पानी आएर पानीले कुटिरहेको छ साथीहरू हेर्न सक्नुहुन्छ यता पर हुनुहुन्छ आज चाहिँ श्रमदानमा आएको पानीले कुटेर मार्छ जस्तो छ साथीहरू पानी आएर धस्त परै उता हुनुहुन्छ निकै उतासम्म देख्नुहुन्छ पुरै र यहाँ पानी
सयसम्म हुनुहुन्छ त अब होइन Oh my god. Rồi đó mà đó. Dạ. गुणस्तर हुन्छ नि ल है साथीहरू हामी चाहिँ यहाँ चाउचाउ खाँदैछौँ खाजा रमदानमा आएको यहाँ खानै पर्यो भोक लाग्यो के गर्ने चाउचाउ छ 2 देखि 3 बज्यो होला भात पाकिनुसम्म पर्खिँदैन हैन अब हामी चाहिँ यहाँ खाएर एकछिन अब जान्छौँ फेरि साथीहरू जाउँ पुरै धमाधम भइरहेको छ यहाँ चाहिँ यहाँ धमाधम छ 50 दुईजनाले बनाउँदै अनि सबै फेरि त्यो हेङाङ भएर माथि निकाल्नु यहाँको इन्जिनियरहरू कता गएछ हामीलाई त थाहा छैन हामी त अरे देवालसँग भेट भयो भतिज ल है खुसी लाग्यो हाम्रो भतिजलाई जस मान्नुपर्छ है तपाईँको दाइले गर्दै याद थियो केटाहरू टन्नै हुन्छ अहिले चाहिँ नाला पुरिँदै हो म पनि है यहाँ सम्झौता कुरो बुझिराख है फेरि होइन होला होइन होला तिमी म चाहिँ हकी हैन कता हिँडेको तिमी कता हिँडेको तिमी केटाहरूलाई हेर के सम्झाउनु कता हिँडेको मजाले धमाधम सम्झ्यो होला नि फेरि मजाले टनाटन अहिले पो धेरै भयो कि क्या मान्छे त कति भइसक्यो उरुङ पुरै आउनु हुँदैछ
साथीहरू हाम्रो चाहिँ अब सक्यो श्रमदान साथीहरू यहाँ चाहिँ अब मेयर साहबज्यूले केही कुरा बोल्दैछ यति नै हो त्यसले गर्दाखेरि आज हामी आयौँ र पसिनाले लेखेको इतिहास होइन ध्यान दिउँ है ध्यान दिउँ पसिनाले लेखेको इतिहास होइन इतिहास लेख्नका लागि अरूलाई काट्नै पर्छ काटी माग्नै पर्छ रगतले मात्रै इतिहास लेखिन्छ भन्ने जुन बुझाइ छ त्यसलाई गलत साबित गरिदिएका छौँ हामीले पसिनाले पनि इतिहास लेखिन्छ है हामीले जुन श्रम अभियान धरानमा गरेका छौँ यो पसिनाले लेखिएको इतिहास यो पाइपहरू हामीले चाहिँ तान्दाखेरि पहिलो होइन पाइप तान्दा दोस्रो पाइप तान्दाखेरिको सहयोग गर्नुहुने सम्पूर्ण मिडिया मार्फत हामीलाई चाहिँ हेरिरहनु हुने सम्पूर्ण संसारभरिका होइन संसारभरिका युके हङकङ अस्ट्रेलिया अमेरिका होइन दुबई कतार साउदी संसारभरिका विदेशी भूमिमा चाहिँ पसिना बगाएर आफ्नो परिवारलाई पाल्नका लागि जानुहुने दाजुभाइ दिदीबहिनीहरू जो जतिले हामीलाई आर्थिक सहयोग गर्नुभएको छ सबैलाई हामी आज सम्झन चाहन्छौँ र तपाईँहरूले दिनुभएको त्यो सहयोगलाई हामीले सदुपयोग गर्यौँ देशभर मेचीदेखि महाकालीसम्म दार्चुलाको मान्छेले पनि हामीले सहयोग गरेको छ भुटानको मान्छेले पनि सहयोग गरेको छ सिक्किमको मान्छेले पनि सहयोग गरेको छ होइन सबै संसारभरिबाट चाहिँ हामीलाई यो कोका खोलाको पानी ल्याउनका लागि पाइप खरिदका लागि चाहिँ सकेको सहयोग गर्नुभएको छ धरानमा बस्नुहुने धरान बाहिर बस्नुहुने सबैजनालाई हामी स्मरण गर्छौँ आज सम्झन चाहन्छौँ धन्यवाद सम्झन चाहन्छौँ र ती सम्पूर्ण श्रमदाताहरू होइन यति मान्छे मात्रै होइन यहाँ हजारौँ लाखौँले यो पाइप तानेर कोही विदेश गइसके कोही होइन चाहिँ तपाईँको कहीँ कतै हुनुहुन्छ ती सबै श्रमदाताहरूलाई म सम्झन चाहन्छु धन्यवाद सम्झन चाहन्छु र यो आज हामीले चाहिँ जुन पुर्यौँ होइन यो पोहोर खनिराखेको खाल्डो हो त्यसमाथि पुर्यौँ सजिलो भयो खाल्डो खन्नु अलिक गाह्रो है त्यो सबैजनालाई सम्झन चाहन्छु सबैजनालाई धन्यवाद दिन चाहन्छु यसरी काम गरिरहेका छौँ हामीले होइन यो काम तपाईँ हाम्रो असै नै एउटा समर्पण र त्यागको उदाहरण हो यहाँनिर कोही कसैलाई चाहिँ नि होइन हामीले जा गर त्यहाँ गर यति पैसा दिन्छु भनेर अराउँदाखेरि पनि गर्दैन यो काम है यस्तो गाह्रो काम यो त जे देख्यौँ हामीले यो त मैदान हो यो त फुटबल ग्राउन्ड है परपर हुँदै गइसकेपछि खुट्टा नअडिने ठाउँहरूमा हामीले काम गरेका छौँ सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु जो जतिले ट्युसन तार बाँध्न सघाउनु भयो होइन त्यो भाइहरूको टिम हाम्रो जुन छ कर्मचारी साथीहरूको उहाँहरूलाई धन्यवाद दिन चाहन्छु सबैजनाले होइन मिलेर काम गरेको कारणले यसको रिजल्ट आयो त्यसलाई हामीले बचाउनु पर्छ यहाँ जङ्गलैभरि डढेर लाग्छ तपाईँहरूलाई मैले चाहिँ नि होइन मिडियामा कतिचोटि म आफैले पनि फेसबुकमा पोस्ट गरेर देखाएको हुन्छु यो जङ्गलमा म सुत्छु है जङ्गलमै सुत्छु डढेलो लाग्दा एक दुईजना साथीहरूले मलाई सहयोग गर्नुहुन्छ जङ्गलमा बास बसी राति सुती हामी डढेलो निभाउँछौँ ताकि यो हाम्रो कोका खोलाको पाइपहरू होइन पानीको पाइपहरू नजलुन् भनेर यो इजी छैन इजी छ छैन है तर आउँदो दिनहरूमा चाहिँ त्यस्तो नहोस् अब कहीँ कतै चाहिँ पाखा छ भिर छ त्यस्तोमा त सकिँदैन तर त्यसमा पनि पर्खाल ठोकेर गर्ने प्रयास हाम्रो रहन्छ नै तर मैदान जस्तो यस्तो यो त मैदान हो मैले भने नि त यो त मैदान ठाउँमा लिएको मैले तपाईँहरूलाई आज यस्तो ठाउँमा चाहिँ हामीले अन्डरग्राउन्ड गर्न सक्छौँ अन्डरग्राउन्ड गरिन्छ ताकि भोलिको दिनमा डढेलो लाग्यो भने पनि होइन हामी हिँडी चाहिँ रहन्छौँ यो बाटो के हुँदैछ कसो हुँदैछ भनेर हामी हेरिरहन्छौँ तर जल्दैन कि भन्ने हाम्रो विश्वास र आज बिहानदेखि तपाईँहरूले सहयोग गर्नुभएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु
हामीले सधैँभरि नै मिलेर काम गर्नुको विकल्प छैन। कामले मात्रै देश बन्छ, गफले बन्दैन हैन। आज हामी छुट्टी मनाउन सक्दैनौँ, हिजो पनि गरेको, अस्तिको दिन पनि गरेको होइन। आज किन आएको त भन्दाखेरि श्रमबार अनिवार्य रूपमा हामी श्रमदान गर्छौँ। त्यसले गर्दाखेरि हामी आयौँ र सबैलाई अब सकेको काम गर्नुभयो यहाँले होइन। कोही अलि बलियो हुनुहुन्छ धेरै गर्नुभयो होला, कोही अलिकति शारीरिक रूपमा कमजोर हुनुहुन्छ, उमेरको हिसाबले पनि अलि जेठो भएको हुनुहुन्छ, तपाईँहरूले थोरै गर्नुभयो। तर सबै मान्छेले काम गरेको छ। हामीले ल्याएका औजारहरू होइन हामीसँग छ कि छैन, हामीले कहीँ कतै छोड्यौँ कि होइन, आँखा घुमाउँदै घुमाउँदै हामी जान्छौँ। मलाई लाग्छ हाम्रो औजारहरू आज छोडिएन पनि होला कि छोडियो कि खोइ होइन। भरे एकाउन्टेबिलिटी गर्नुपर्छ है, गर्नुपर्छ। त्यो चिज हो र सबैलाई म धन्यवाद दिन चाहन्छु। कोका कोलाको होइन यो पानी खान त्यति सजिलो छैन होइन। सबैजनालाई धन्यवाद दिन चाहन्छु। मुहानमा खट्ने कर्मचारीदेखि लिएर हरेक यहाँनिर चाहिँ हाम्रो एउटा कुद्ने टिम नै छ, त्यो सबै भाइहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। यो कोका खोलाको पानी भनेको एउटा पवित्र जल पनि हो, त्यसलाई हामीले ल्याइदियौँ। अलिक गफ गरे जस्तो हुन्छ होला होइन। त्यो रामायण कालमा शिवजीको धनुष उचाल्नु जस्तो हो त्यो, जो कोहीले गर्न नसक्ने र श्रमदाताले गरेर देखाएको होइन। तपाईँहरू यहाँ मसँग पाइप तान्न आउने यतातिर त थाहा छँदैछ, तर त्यसलाई पनि त्यति थाहा छ जस्तो लाग्दैन। केही नियमित आउनेलाई चाहिँ थाहा छ यो रुट यति टाढो छ, यति टाढो छ। हाम्रो पानीको मुहान त यहाँ माथि छ, यहाँ त्यसलाई घुमाउँदै 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 अब अरूले भन्थ्यो मेरो स्वरले भ्याएन। ल भयो भयो अब भयो, घुमाउँदै तल पुऱ्याएर घुमाउँदै 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 हामीले हाम्रो धारामा ल्याउँछ है। कुनै एउटा आश्चर्य अहिलेको जमानामा श्रमबाट भएको छ भने त्यो यही हो, आश्चर्य। एक दिन अब समय त तपाईँहरूसँग छैन होला, म जस्तो होइन। फुर्सद छ भने एक दिन एक दुईजना मान्छे यसो भेला भएर यो पाइप जानु न, पाइप जानु कहाँसम्म पुग्नु पर्दो रहेछ भन्न चाहन्छु। यति धेरै हामीले मेहनत गरेर तपाईँको चाहिँ पाइप ल्यायौँ। हामीलाई मन नपराउने मान्छेहरू पनि छन् नि धरानमा, छैन? कम त लगाइदिएको छैन। लेख्दा लेख्दा उत्तर लेख्दा लेख्दा हैरान भइसक्यो है। अख्तियार पछाडि लागेकै छ यो किन यस्तो पानी लिएको भन्दा त्यत्रो ठुल्ठुलो घोटाला हुन्छ, त्यतातिर जानु छैन। अब यत्रो दुःख गरेर पब्लिकले पानी लिएको कुरा किन हो, कता हो, 15 दिनमा सोधेको सोधेकै गर्छ है। रिस उठ्दो कुरा, दुःख लाग्दो कुरा। पहिलो के अरे आयोजनाको हाम्रो यो चाहिँ पहिलो पाइपबाट पानी पुग्छ कि पुग्दैन भन्ने ठुलो तपाईँको चाहिँ उ थियो, हामीलाई विश्वास थियो पुग्छ भनेर। अलिकति त्यो दिन पनि म सुनाउँछु। दोस्रो पाइप त अब पहिलो आइसकेपछि त्यही बाटो आइहाल्छ भन्ने भइगयो, दोस्रो त सजिलै थियो। पहिलो गर्दाखेरि हामीलाई अब त्यो पाइप त्यत्रो माथिबाट त्यसरी घुमाउँदै लानुपर्ने होइन, पुग्छ कि पुग्दैन भन्ने ठुलो होइन पीर, सबैको पीर, सबैलाई पीर। ध्यान दिउँ है, पाइप हामीले कसरी छैन तपाईँको बिछ्यायौँ भन्ने कुरा तपाईँले देखिराख्नु भएकै छ। पानी लाँदाखेरि एयर लिक गर्दै कुद्दै सिस्नु घारी र असारेको काँडा घारीमा कुद्दै रातभरि कुदेर राति 1 बजे पकुवा खोलामा पानी जाने। पानी नपुर्याइकन घर जाँदिन भनेर मैले भनेको थिएँ, तर हर्क साम्बाङले भनेपछि फेरि गर्नै पर्छ। नगएको भए म आउँदिन थिएँ, अहिलेसम्म म आउँदिन थिएँ। त्यस्तो हो, यतैतिर बास बस्दै होइन 3 दिन पछाडि पानी पुर्याइयो। त्यसको भोलिपल्ट बिहानै उच्च अदालतमा गएर बयान दिनु पर्यो मैले।
पानी किन लिएको भनेर मुद्दा लगाएको है। यति धेरै दुःख गर्छौँ क्या हामी, र पनि तपाईँको चाहिँ विरोधीहरूले देखि सक्दैन। म उनीहरूलाई पनि भन्न चाहन्छु, हामी कसैको विरोधी होइनौँ। मैले तपाईँहरूले कहिले झगडा गर्नुपर्छ भने होइन, कहिले ढुङ्गा हानेर अर्काको टाउको फुटाउनुपर्छ भने होइन, जहिले मिलेर काम गर्नुपर्छ भनेर भन्दै आएको मान्छे। तर हामीलाई विरोध गर्ने मान्छेहरूले चाहिँ होइन हाम्रो खेदो खनेको छ। तर जति नै खेदो खने पनि उनीहरूभन्दा हामी 100 कदम अगाडि छौँ है। हामी कामले जित्छौँ, गफ पनि गर्छौँ। मैले अहिले बोल्दै गरेको गफै हो होइन, तर यो गफ होइन, सत्य कुरा हो। र म उहाँहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरूले यसरी चाहिँ नि राम्रो कामको विरोध गर्न छोड्नुहोस्। अहिले हामीले लगेको यो पानी एमाले खाएको छैन, कङ्ग्रेसले, माओवादीले, राप्रपाले, रासपाले, अरू दलहरूले सबैले खाएको छ है। किन विरोध गर्नु, किन मुद्दा लगाइरहेको होइन? के फरक पर्छ है? के फरक पर्छ त? केही फरक पर्दैन। हाम्रो अभियान झन् धेरै बढिरहेको छ है। त्यसले गर्दाखेरि म भन्न चाहन्छु, हामी सधैँभरि अगाडि बढिरहन्छौँ, बढिरहनेछौँ। विरोध गर्न छोडिदिनुहोस्। विरोधीहरूलाई म मिडिया मार्फत भन्न चाहन्छु, तपाईँले सहयोग गर्नु। अर्का साम्पाङ जस्तो मेयर खोइ कुन पाइँदैन। मैले भनेन अघि, मैले के भने अघि, तपाईँहरूको धारामा पानी नआउँदाखेरि त्यो पानीको पाइप चल्छ भन्दाखेरि यही जङ्गलमा सुत्ने मान्छे। त्यस्तो मेयर पाएर देखाउनु न तपाईँहरूले। संसारमा कोही पनि छैन। 500 भन्दा धेरै मच्छरले टोक्यो त्यो दिन होइन। रातिको 3 बजीसम्म आगो निभाउनु पर्ने, अनि बिहान फेरि 5 बजी उठेर आगो निभाउनु पर्ने। पानी छैन होइन। त्यति तपस्या गरेर अगाडि बढिराखेको, देश बनाउँछु भनेर हिँडेको मान्छेलाई खुट्टा तान्नु हुँदैन है। खुट्टा तान्नु हुँदैन। अरूले गरेर देखाउन सक्छ भने गरोस् है। अरूले पनि गरेर देखाउन सक्छ भने गरोस् न होइन। सक्दैन। मैले यता कोकाको पानीले होइन, अरूले सक्छ भने उता तपाईँको ताप्लेजुङबाट अझै ल्याइदियोस् होइन। मैले यहाँ अलि लामो बोल्नुको कारण चाहिँ सबै कुरा तपाईँहरूले बुझ्नु जरुरी छ। कुरा नबुझी श्रमदान गर्नु हुँदैन। कुरा नबुझी श्रमदान गर्नु भनेको चाहिँ त्यो गधाले काम गरे जस्तो मात्रै हो। गधाले हामीभन्दा धेरै काम गर्छ होइन। गधालाई 300 केजीको भारी बोकाउनुहोस्, ऊ बोक्छ, तर बोल्दैन होइन। हामीभन्दा धेरै काम गरेको हो नि त होइन। हामी कहाँ 50 केजीको भारी बोक्ने, उसले 300 केजीको बोक्ने। तर हामी चाहिँ मान्छे भएको कारणले गर्दाखेरि कुरा बुझेर काम गर्छौँ। आज हामीले के गर्यौं भन्ने कुरा तपाईहरुले बुझ्नुभयो, किन गर्यौं भन्ने कुरा बुझ्नुभयो, बुझ्यो, कति महत्त्वपूर्ण काम गर्यौं भन्ने कुरा बुझ्नुभयो, बुझ्यो। पानीको धारा, धरानी जनताको पानीको धारा बचाउनको लागि आज तपाईले 10 धारा पसिना बगाउनु हैन। यो श्रमदानको अगुवाई गर्ने व्यक्ति मात्रै हुँ म, तर सबै काम गर्ने मान्छे म होइन। काम गर्ने भनेको तपाईहरुले हो हैन। यो चीज र यस्ता कामहरु हामीले गर्दै अगाडि बढ्नुपर्छ। देश त्यसै बन्दैन। खोक्रो भाषणले, फुस्रो गफले देश बन्ने चिप्लो चाप्लो छैन हैन। कुराले देश बन्ने भन्दा हामी घरमै बसिराख्थ्यौं हैन। म एउटा गीत बनाउँथे, तपाईले टिकटक बनाउनु हुन्थ्यो होला हैन। है यसो भेटघाटतिर गइन्थ्यो होला घुम्न आज हैन। यसो खाएको कुराहरु लगाइन्थ्यो होला, मासुहरु, चाउमिन हैन, यस्तो मोमोहरु खाएकोहरु हैन र। त्यो पनि रमाइलो त हो, तर त्यसले के गर्थ्यो त भन्दाखेरि त्यसले आज हामीले गरेको जस्तो रिजल्ट निकाल्दैन। त्यसले गर्दा म सबैलाई भन्न चाहन्छु, यो त्यो नभनिकन सानोतिनो कुराहरु सबै बिर्सेर अब हामी श्रमको महाअभियान अगाडि बढ्नुपर्छ। यो देश बन्छ त सिर्फ श्रमदानले बन्छ, अरूले बन्दैन। लेखेर राख, लेखेर राख हैन। यो ठेक्का लगाएको भए अहिलेसम्म त अध्ययनै गरिरहेको हुन्छ। कोशीको ठेक्का लगाउनु खोजेको त अहिलेसम्म अध्ययनै गरिरहेको छ है।
4 करोड पैसा छुट्याइदियो अरे भन्छ त्यसले पानी आउँछ र आउँदैन त्यसले गर्दाखेरि हामी आफैले गर्नुपर्छ त्यो भन्न चाहन्छु सबैजनालाई धन्यवाद छ जय श्रमदान भनौँ एकचोटि फेरि एकचोटि भनौँ जय श्रमदान 1 बन्छ 2 बन्छ 3 बन्छ श्रमदानले हाम्रो देश बन्छ भन्नु होला 1 बन्छ 2 बन्छ 3 बन्छ 1 बन्छ 2 बन्छ 3 बन्छ धन्यवाद छ हृदयदेखि सबैजनालाई थ्याङ्क यू सो मच ल फाइनली साथीहरू अब हामी चाहिँ सबैजना ओह्रालो हुँदैछौँ आजको भिडियो के कस्तो लाग्यो सबैजना लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला यो कोका कुरा वानले चाहिँ तपाईँको वानले चाहिँ इतिहास लेखेको भन्नाले अब गिन्सबुकको नाम लेखिसकेको हो के भन्छ होइन यसले 98 दिनमा गरेको थियो घरको पानी त्यसैले आज हामी यो कोकाको पाइप पुर्नका लागि पुरेर फर्किँदैछौँ यो श्रमदाताको अगाडि पछाडि हामी श्रमदाताहरूको सधैँको जय होस् सबैजना श्रमदानमा